देशको चौथो ठूलो पार्टीको सभापतिमाथि कहिलेसम्म सरकारको प्रतिशोध? चुनाव नजिकिँदैछ, करोडभन्दा बढी जनताको आशा अझै पनि रविमाथि छ, तर सरकार किन अझै व्यवस्था गर्दै जन रविलाई र रासोपालाई दबाउने कोसिस गर्दैछ? यो एकदमै गम्भीर विषय हो। यस्तो बेलामा यस्तो व्यक्तिलाई एकहोरो प्रहार र दबावमा लगातार राखिरहनु कतिको न्यायोचित हुन्छ? यति बेला देश र जनताका लागि रवि चाहिएको छ। हो, उहाँबाट धेर थोर गल्ती भएकै हो, यसलाई कसैले नकार्न सक्दैन, तर जति गल्ती हो त्योभन्दा बढी टचर किन? अब निष्पक्ष पारदर्शिता सहित रविलाई न्याय दे भनेर जनता सडकमै आउनु परेको हो। यो मुद्दा निष्पक्ष र पारदर्शी छानबिन गरेर दोषी भए त्यही अनुरूप सजाय र निर्दोष भए तुरुन्त रिहा गरियोस्। यसरी देश, पार्टी र जनतालाई अल्मल्याउने काम बन्द गर। देशमा आगो लागिरहेको बेला घिउ नथपाई सरकार सबैको रिस राग तिमीहरूमाथि उतार्न नपरोस्। याद गरेस्, जनताको मागलाई मध्यनजर गर्दा के हुन्छ भन्ने थाहा नै होला, र केही हुन्न जस्तो लाग्छ भने तिमीहरूले पनि देख्नेछौ। रवि लामिछानेसँग सम्बन्धित सहकारी मुद्दा प्रकरणबारे धेरै प्रश्न उठेका छन्। किन यति लामो समय लागिरहेको छ? अदालतको प्रक्रियामा ढिलाइ किन र कसका लागि? जनताले पारदर्शिता कहिले पाउलान्? जुन जोगी आए पनि कान चिरेको किन? ठूला ठूला मुद्दामा किन गृहमन्त्री र प्रधानमन्त्री चुप? कुन शक्तिको कारण जेन्जी, रवि तथा सहकारी र भ्रष्टाचारी तथा हत्याराको मुद्दा अगाडि बढाउन नसकेको ओम प्रकाश र सुशीला कार्कीज्यू जवाफ कहिले दिने? सहकारी पीडितहरूले न्याय छिटो होस् भन्ने आशा राखेका छन्। अदालतमा कागजात अनुसन्धान सुनवाई सबैमा किन अत्यन्त ढिला? यी सबैका कारण कुनै पनि मुद्दामा समय लागिरहेको छ। सरकारमा जो हुनुहुन्छ, प्रधानमन्त्री, गृहमन्त्री, अदालत, सबैले कानुनी प्रक्रियालाई निष्पक्ष र छिटो बनाइदिनुपर्छ भन्ने जनताको अपेक्षा छ। तर किन र कहिले जनताको पक्षमा सरकार र अदालत नभएको? रवि लामिछाने होस् वा अरू जो कोही, महत्त्वपूर्ण र हाई प्रोफाइल मुद्दाहरू ऐन अनुसार, प्रमाण अनुसार, पारदर्शिता सहित मामिला फास्ट ट्र्याकमा अघि बढाउनु सबैको दायित्व हो। यस मुद्दा लम्बिँदा पीडितहरू चिन्तित छन्, सर्वसाधारण अलमलमा परेका छन्, राजनीतिक चर्चा झन् बढिरहेको छ, देश र जनता अन्यायमा परेका छन्, गलत मान्छेको हातमा देश पुग्यो भन्ने भान भएको छ। त्यसैले नागरिकको एक साधारण प्रश्न, निष्पक्ष छानबिन र महत्त्वपूर्ण मुद्दाहरू कहिले टुङ्गिन्छ? जनताको आवाज, हामी सबैको एउटै चाहना, न्याय छिटो, पारदर्शी र प्रमाणरहित आधारित, राजनीतिक होइन कानुनी समाधान। डाक्टर निकोलस भुसालले भने जस्तो कि गर होइन भने हामीलाई गर्न दे, र जनताको यो आवाज सुनिँदैन भने तिमीहरूको अन्त्य नै जनता हुनेछन्। तपाईको विचार के छ? कमेन्टमा आफ्नो धारणा सेयर गर्नुहोस् र पेज फलो गर्न भने नबिर्सिनुहोस्। धन्यवाद। जय नेपाल।